यो भिडियो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको हातमा पुगोस् त्यो चाहन्छु। यो ठग समात्न सक्यो भने थप नेपाली दाजुभाइ ठगिनबाट बच्छन् भन्ने सचेत गराउनको हिसाबले पनि मैले यो भिडियो बनाइरहेको छु। यो मान्छे खोटाङको यामखाममा जन्म लिएको मान्छे, चितवन भरतपुर आसपास बसोबास गर्ने गरेको थियो। त्यहाँ धेरै मान्छेहरूको घरबार बिचल्ली बनाएर उनीहरूको पसिना चुसेर अहिले फरारको अवस्थामा छ। कहिले सिमरा, कहिले नवलपुर, कहिले गैँडाकोट लगायतको भक्तपुर, काठमाडौँ, ललितपुरका विभिन्न ठाउँमा लुकी छुपी भाग्दै हिँडिरहेको अवस्थामा छ यो मान्छे। पारिवारिक मिलोमतमै यिनीहरूको ठगी धन्दाले राम्रोसँग व्यापार गरिरहेको छ, ठगीको व्यापार गरिरहेको छ। यो सारदाई र यो श्रीमती यिनीहरू एकापसमा मिलेका छन्। यो राष्ट्रिय ठगलाई तपाईँले जहाँ देख्नुहुन्छ नेपाल प्रहरीलाई खबर गरिदिनु भयो भने म कृतज्ञ र आभारी हुने थिएँ। यो राष्ट्रिय ठगबाट थप मान्छे नठगिउन् भन्ने उद्देश्यका साथ मैले यो भिडियो बनाइरहेको छु। यसरी लुकीछिपी हिँड्ने मान्छे कुनै होटलमा बस्छ होला, कुनै होमस्टेमा बस्छ होला। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई बरु म त्यो होटलको पैसा तिर्दिन्छु। यो मान्छे त्यहाँ तपाईँहरूकोमा आएर बसेको छ भने कृपया नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनु हुन विनम्रतापूर्वक अनुरोध गर्दछु। यो ठगबाट थप नेपाली नठगिउन् भन्ने